होइन मौसम पनि फेरि आज त्यस्तै अँध्यारो पैसा मेरो पैसा 20-30 रुपियाँ छ क्या यहाँनिर 30 रुपियाँ यो 50 रुपियाँ राखेर आउँछु मैले चाहिँ मेरो पैसा पनि लुकाएर आएँ 50 रुपियाँ अब चाहिँ यता डुल्नुपर्छ होला गाउँतिर त जानु हुँदैन होला यतैतिर यतै उनीतिर डुली बस्नु पर्यो परेको त यहाँसम्म आउँछ त कसको परेको हो यति टाढा टाढासम्म आउँछ कस्तो हरियाली शान्त मकै नि कति छिटो बढिसकेछ यता तल चाहिँ सबै मकै बारी हो तर खासै केही नदेखिँदो रहेछ तर हरियो छ हरियो त योहरू नि लास्टै दुखिरहेछ आज धेरै दिनपछि बिरामी भएपछि निको भएर हिँड्नुको मजै अर्को छ तर खुट्टाहरू नि लास्टै दुख्दो रहेछ खुट्टा के भएको पनि पर्दैन ओइ यिनीहरू त के भयो के भयो छ्या किनकि गोबर मात्रै लगाइदियो यसो घुम्नु आइदिउँ भनेको यसले सबै छेडी मात्रै छेडी होइन ऊ चाहिँ गर्थ्यो सब गोबर दलिदिएर गनाउँछ यो फुल चाहिँ दामी गनाउँछ अरूभन्दा गन्दै यो फुल यसको बास्नै अलग छ धेरै सुन्दा फेरि त्यस्तो याद भइहाल्छ बोजूहरूतिर अब जानुपर्छ होला तर किन गइराख्नु बोजूहरूकोमा
फल्नुपर्छ होला। यो नि फुल्न आँटेछ तर खासै राम्रो त फुल्दैन ठिकै उयो चाहिँ दामी फुलिरहेछ। स्ट्रबेरी चाहिँ अब फल्छ होला। कतिवटा गइरहेछ। यहाँ चाहिँ फुल्न आँटेको होला यो पनि दामी फुलिरहेछ। यो चाहिँ के भएको यो चाहिँ फुलिरहेछ। यो पनि यतिकै राम्रै फुलिरहेछ। यो त दुई थरी फुल्छ।